गाउँमा जे अवेलेबल थियो त्यही कुराहरुले मैले पूजा गरे सकेसम्म कलश अनि त्यहाँ जनै सुपारी पनि चलाउनु पर्छ दुबो 21 वटा दुबो तुम भी क्या याद करोगे यो एउटा गाजर आज फलारको रूपमा खादै छु दुई चार जना भरौटेहरुले नराम्रो भन्यो भन्दैमा शिर झुकाएर हिँड्ने बानी छैन किनकि दुःख र शत्रुसँग डराएर भाग्न मेरो बाउ र आमाले आजसम्म सिकाएको छैन तेरा दिल भी जाना बेकरार हो जाए रब करे तुझको भी प्यार हो जाए रब करे तुझको भी प्यार हेलो साथीहरु आज चाहिँ गणेश चतुर्थी परेको कारणले गर्दाखेरि मैले आज गणेश चतुर्थीमा व्रत पनि सुरु गरे अनि गणेश भगवानको पूजा साधारण तरिकाले गरेको छु हैन अब गाउँमा जे अवेलेबल थियो त्यही कुराहरुले मैले पूजा गरे सकेसम्म जे चीजहरु चाहिन्थ्यो त्यो राख्ने नै कोसिस गरेको छु मेन त मान्छेले गर्ने भनेको भगवान प्रतिको श्रद्धा चाहिँ साँचो हुनुपर्छ अरु भनेको त त्यस्तै हो हैन साथीहरु ल हेर्नुस् ल मैले पूजा गरिसकेर तपाईहरुलाई दृश्य देखाउँदै छु पञ्चामृत बनाएको थिए धूप दियो पनि बालेको नयाँ दियो अनि यो कलश स्थापना गरेको गणेशको कलश अनि त्यहाँ जनै सुपारी पनि चलाउनु पर्छ दुबो 21 वटा दुबो अनि यहाँ मिश्री यो लड्डु पनि 21 वटा चलाउनु पर्छ लड्डु अब यहाँनेर अहिले गाउँमा मिठाई पसलहरु छैन पनि पाइदैन बजार जान टाढा पर्छ त्यही भएर लड्डुको ठाउँमा चाहिँ यो गोलो गोलो खालको चकलेट चढाइदिएको छु प्रसादको रूपमा यहाँ गणेश भगवान शिवजी र पार्वती फ्यामिली नै हुनुहुन्छ अनि यहाँनेरि अरक पनि चढाएको छु दही पनि चढाएको छु यतापट्टि पनि कलशमा पानी छ यति पूजा गरिसके हैन यता माथि लक्ष्मी सरस्वती लक्ष्मी र पाखी भारा मातालाई पनि मैले पूजा गरिसके यो चाहिँ नजर दोष हटाउनको लागि अथवा घरको नकारात्मक कुराहरु भगाउनको लागि चाहिँ यहाँनेरि बाल्ने कपुर तिल जौ ल्वाङ सबै थोक मिसाएर बालेर सबै कोठाहरुमा आँगनमा घुमाएर मैले फेरि यहाँ राखेको छु हैन अनि यहाँ चाहिँ तपाईलाई अस्तिको पनि भ्लगमा देखाएको थिए यो कुलदेवता हुनुहुन्छ हैन कुलदेवताको पूजा त सबैभन्दा पहिला गर्नु नै पर्छ तर आज गणेश चतुर्थी भएको कारणले गर्दा गणेश चतुर्थीको पूजा देखाएर मात्रै मैले यता देखाएँ हजुरहरुलाई ल हेर्नु सबैको आफ्नो आफ्नो घरमा कुलदेवता हुनुहुन्छ हैन कुलले नै रक्षा गरेको हुन्छ घरमा अरु देवताहरु जे जस्तो भए पनि मान्छन् अरे तर कुलदेवताहरु चाहिँ अलिक मान्नुहुन्न भनेर राम्ररी कुलदेवता चाहिँ मान्नुपर्छ अरे त्यही भएर मानेको अनि यहाँ ठ्याक्कै बाहिरपट्टि यसरी मैले पूजा गरे अनि माथिपट्टि अहिले साथीहरु भगवानहरुको फोटोहरु नि राख्ने ठाउँ अहिले व्यवस्थित भएको छैन अब कुनै दिन व्यवस्थित होला अब यस्तै छ पूजा गर्ने ठाउँ यहाँ कुलदेवता अब यही भुइँमा नै मैले यसरी कपडा ओछ्याएर खाली भुइँमा गर्नु हुँदैन भनेर यसरी गरेको छु त्यसको ठ्याक्क माथि झ्यालमा चाहिँ यहाँ भगवानहरु हुनुहुन्छ राख्ने अहिले हाम्रो व्यवस्थित भएको छैन भगवानहरुको अनि त्यही भएर पछि कहिले न कहिले होला नि त है साथीहरु अनि तपाईहरु अर्को पाथी भारा माताको सानो मन्दिर जस्तो पनि छ त्यो पनि म देखाउँछु है यो चाहिँ यो मेरो कोठामा हाम्रो पाथी भारा माता यसरी राखेको छु यो भनेको चाहिँ दियो बालेको छ कलश राखेको छ नरियल यो जहिले हुन्छ किनभने यो फोटो चाहिँ तपाईहरुले हेरिराख्नु पर्छ नि यो चाहिँ हाम्रो फोटो पनि अब कुलदेवताको ठाउँतिर त राख्नु हुँदैन एउटा आफ्नै रुममा राख्नु न त भनेर मैले राखेको हैन मान्छे त भन्छ सुत्ने कोठामा भगवानहरुको फोटो राख्नु हुँदैन कतिपयले पनि भन्छन् तर त्यस्तो होइन भगवान जहाँ पनि बस्नुहुन्छ जहाँ पनि राख्न त मिल्छ तर अलिकति आफ्नो श्रद्धा सही भाव हुनु पर्यो त्यही नै हो भगवान प्रतिको लगाव त्यही भएर मैले चाहिँ यहाँ राखे ल साथीहरु अनि यतापट्टि हाम्रै कोठाको यता भित्री साइडमा 7 वटा घोडाको पनि पिक्चर छ तपाईहरु देख्न सक्नुहुन्छ यो घोडाको पिक्चर चाहिँ मसँग दुईटा भएको कारणले गर्दाखेरि एउटा त्यो पूजा गर्ने ठाउँमा पनि राखेको छु यो चाहिँ साथीहरु पूजा गर्ने कोठाको हो हैन यो वाइफाईको थारहरु लम्बालिङमा छ यो हाम्रो बाहिरको दृश्य ए आमा बाबु गयो बाबु पनि स्कुल गएपछि यो हाम्रो बाहिरको दृश्य हो हैन घरको अनि आज मैले पूजा गरिसके अब म मेरै काममा अब जानुपर्छ ल ड्युटी दोकानतिर ल साथीहरु अब दोकानतिर जाँदाखेरि बाटोमा के कसो देखिन्छ त्यो पनि देखाउने छु ल
अहिले म लागेँ ल दोकानतिर। ल साथीहरू अहिले चाहिँ म निस्केँ दोकानतर्फ। इस हाम्रो गेट यस्तो छ बाँसको, गाउँघरको यस्तै हो। पावा मात्रै दिनु, सासू खाँदैन हुन्न कि अहिले म एक्लैलाई कति, बुढा पनि साग मन पराउँदैन। हाम्रो गाउँ है साथीहरू, गाउँ। साथीहरू म पसल आइसकेँ। अब यो गेट हेर्नु पर्यो, VIP गेट यसरी बाँधेको छ होइन। अर्कोपट्टि माई गड कता बाँधेको छ अब यसरी सार्ने। यस्तै खालको ओ माई गड ल यस्तो छ है। यहाँ कदमको गाछ खेलेको छ। बाफ्रे हे भगवान्। अब ताला खोल्ने, यिनीहरू सबै लगेर उता मिलाउने हो। साथीहरू म दोकान आइसकेँ घरबाट। 15 मिनट जति लाग्थ्यो। यो बाटो हो। हेलो गाइज, त्यस्तै हो दुःख सुख भनेको यस्तै हो। अब दोकान खोल्नु पर्यो अनि आफ्नो व्यापार व्यवसायतिर लाग्नु पर्यो। ल साथीहरू म खोलेँ है। ल साथीहरू दोकान खोलेँ है। अब म सबै सामानहरू मिलाएर आफ्नो सामान बनाउन थाल्छु। हेर्नुहोस् है, घरमा त पूजा गरेको हेरिहाल्नु भयो होइन। घरमा पूजा गरिसकेपछि फेरि दोकानमा पनि आएर मैले पूजा गरेँ। यहाँ दक्षिणा हुनु त भगवान्लाई हामीले केही नै दिन सक्छौँ र होइन, तर पनि अब यो नियमअनुसार राखेको छु। यी दुबो एक्काइस मसँग दुबो बाहेक यहाँ दोकानमा केही थिएन, त्यही भएर दुबो मात्र चढाएको छु। अनि आज मैले व्रत राखेको कारणले गर्दाखेरि दोकानमा काम गर्नुपर्ने हुन्छ, त्यही भएर आफ्नो हेल्थको पनि ख्याल गर्नु परेर मैले यो दही, 1 पावा दही र यो एउटा गाजर आज फलारको रूपमा खाँदैछु। खासमा त व्रत निर्जला पनि लिँदा हुन्छ, पानी पनि नखाएर लिँदा पनि हुन्छ। मैले लिने हरेक व्रतहरूमा जस्तै तीजमा पानी पनि नखाइ लिन्छु, छैठी मैयाको पनि लिन्छु, त्यसमा पनि पानी नखाइकन हुन्छ होइन। त्यसमा त झन् 2-3 दिन हुन्छ छैठी मैयाको त। अनि अर्को कुरा म जितिया भन्ने थारू जितिया पनि लिन्छु होइन। मैले जति सक्छु, जति भ्याउँछु त्यो लिने कोसिस गर्छु। तर म चाहिँ यो आजको यो चाहिँ अहिले दोकान गर्ने भएर दोकानमा आएर काम गर्नुपर्छ, एनर्जी लस हुन्छ होइन। त्यसको लागि त अलिकति केही न केही खानुपर्ने हुन्छ, त्यही भएर यो फलार खाँदैछु। ल साथीहरू, तपाईँहरूले टाइम दिएर यो भ्लग हेरेकोमा तपाईँलाई धेरै धेरै धन्यवाद र सपोर्ट माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला। कुन ठाउँबाट हेर्नुहुन्छ त्यो पनि कमेन्टमा लेखिदिनु होला। त्यस पश्चात पछि फेरि अरू राम्रो भिडियोहरू बनाउनको लागि मलाई प्रोत्साहन मिल्नेछ। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग युट्युब च्यानल। लभ यु अल, बाई बाई। ठिक ल बताऊ हेर्नु त है, देख्नुभयो साथीहरू। खाना भनेपछि आउँदैछ, आइज आइज साथीहरू। बाबुले खाएर यति ब्रेड थियो हिजोको, यो म टिक्लालाई भन्नेलाई दिँदैछु। ल खा, तुम भी क्या याद करोगे। ल यो टिक्लालाई बिस्कुट दिँदै आजको ब्लग टाटा एन्ड बाई बाई।